के तपाईँहरूले विवाह दर्ता गर्नको लागि वकिल खोजिरहनु भएको छ अथवा वकिलको कस्ट कति तिर्नुपर्ने हो भनेर टेन्सन लिइराख्नु भएको छ भने अब यो भिडियोज तपाईँहरूको लागि। अब विवाह दर्ता गर्नको लागि तपाईँहरू अदालत गइराख्नु पर्दैन र वकिलको पनि जरुरत पर्दैन। तपाईँहरू आफैले स्वयं घरमै बसेर विवाह दर्ता गर्न सक्नुहुन्छ। त्यसको लागि अब म तपाईँहरूलाई प्रोसेस भन्न गइरहेको छु। सर्वप्रथम त तपाईँहरूले सुप्रिम कोर्टको अफिसियल वेबसाइटमा जान सक्नुहुन्छ। अफिसियल वेबसाइट जानको लागि तपाईँहरूले www.supremecourt.gov.np म फेरि पनि रिपिट गर्छु, www.supremecourt.gov.np। त्यहाँभित्र गइसकेपछि तपाईँहरू अफिसियल वेबसाइटमा जानुहुन्छ र त्यो अफिसियल वेबसाइटको होम पेजको सबैभन्दा टप मोस्टमा चाहिँ रेड कलरको ट्याब जसमा चाहिँ तपाईँहरूले अनलाइन मुद्दा दर्ता भन्ने पाउनुहुन्छ, त्यो सिम्पली तपाईँहरूले क्लिक गर्नुहोस्। र त्यो क्लिक गरिसक्नु भएपछि अब तपाईँहरूलाई साइन अप भन्ने एउटा तपाईँले अप्सन देख्नुहुन्छ, त्यो साइन अप अप्सनमा क्लिक गर्नुहोस्। र त्यो साइन अप अप्सन क्लिक गरिसक्नु भएपछि त्यहाँनिर तपाईँले केही विवरणहरू भर्नुपर्ने हुन्छ र त्यहाँ लेखिए बमोजिम नाम ठेगाना के छ त्यो सबै भर्दै जानुहोस्। र त्यसपछि त्यहाँनिर तपाईँहरूको एउटा परिचय खुलाउने डकुमेन्ट पनि अपलोड गर्नुपर्ने हुन्छ र मेरो सजेसन चाहिँ तपाईँहरूले आफ्नो नागरिकता त्यहाँनिर अपलोड गर्नुहोस्। र त्यसपछि तपाईँहरूले त्यो प्रोसेस भइसकेपछि सबमिटमा जानुहोस् र त्यो सबमिट भइसकेपछि अब तपाईँहरूले के प्रयोजनको लागि दर्ता गर्दै हुनुहुन्छ। विवाह दर्ताको लागि हो भने त्यहाँनिर विवाह दर्ता भनेर क्लिक गर्नुहोस् र त्यहाँनिर विवाह गर्न लागिरहनु भएको दुवैजना है दम्पति तपाईँहरूले चाहिँ चाहिने त्यहाँ जे लेखिएको छ त्यहाँ लेखिए बराबरै आफ्नो विवरणहरू भर्दै जानुहोस् होइन। जस्तै केटाको नाम केटीको नाम होइन, त्यसरी भर्दै जानुहोस्। र अब त्यहाँनिर त्यो सबै भरिसक्नु भएपछि होइन अब डकुमेन्ट्सहरू पनि अपलोड गर्नुपर्ने हुन्छ। अब वाट आर द रिक्वायर्ड डकुमेन्ट्स त्यहाँनिर पनि तपाईँले देख्न सक्नुहुन्छ। अब म तपाईँहरूलाई अलिअलि लिस्ट वाइजमा भनिदिन्छु। जस्तै सुरुमा तपाईँहरूले दुवैजनाको नागरिकता अपलोड गर्नुहोस्। त्यहाँनिर ठ्याक्क जहाँ अपलोड गरी भनिएको छ त्यहाँनिर तपाईँहरूले अपलोड गर्दै होइन त्यो गर्दै जानुहोस्। र अर्को कुरा तपाईँलाई आवश्यक पर्ने भनेको आफ्नो स्थानीय ठेगानाबाट अविवाहित सिफारिस पत्र, त्यो चाहिँ तपाईँहरूले सम्बन्धित वडामा गएर सजिलैसँग लिएर आउन सक्नुहुन्छ र त्यो पनि स्क्यान गरेर तपाईँहरूले राख्न सक्नुहुन्छ। र अर्को कुरा भनेको अब यसमा तपाईँहरूलाई एउटा निवेदन पनि तपाईँहरूले दिनुपर्ने हुन्छ विवाह दर्ताको लागि। अब त्यो निवेदनहरू पनि तपाईँले अब वकिललाई सम्पर्क गरिराख्नु पर्दैन। सिम्पली तपाईँहरूले गुगलमा मुलुकी देवानी कार्यविधि नियमावली भनेर टाइप गर्नुहोस् र त्यो टाइप गरिसकेपछि एउटा पिडिएफ तपाईँले देख्न सक्नुहुन्छ, त्यो सिम्पली क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि त्यहाँनिर अनुसूची 27 हेर्नुहोला। त्यो अनुसूची 27 चाहिँ तल तपाईँले हेर्दै जानुभयो भने अनुसूची 27 पाउनुहुन्छ र त्यहाँनिर विवाह दर्ताको ढाँचा होइन निवेदनको ढाँचा नै त्यहाँ दिएको छ। त्यो ढाँचा तपाईँले हेर्न सक्नुहुन्छ र त्यही बमोजिम नै तपाईँले निवेदन पेश गर्न सक्नुहुन्छ। र त्यो सबै भइसकेपछि तपाईँहरूले लास्टमा सबमिट भनेर क्लिक गर्नु होला। त्यो सबमिट भनेर क्लिक गरिसकेपछि यदि तपाईँले त्यहाँनिर सबमिट भइरहेको छैन भने मानिलिनुहोस् तपाईँको त्यहाँनिर केही इरर छ, केही डकुमेन्ट्सहरू स्क्यान गरेको मिलेको छैन अथवा केही अपलोड गर्न बाँकी हुनसक्छ। त्यसैले तपाईँले सबमिट गर्नुभन्दा अगाडि पहिल्यै सबै रिचेक गरेर त्यसपछि आफ्नो डकुमेन्ट्सहरू फाइनली सबमिट गर्न सक्नुहुन्छ। नाउ अब तपाईँहरूको प्रोसेस इज एलिजिबल होइन। अब कोर्टमा चाहिँ अब तपाईँको सबैले सबमिट गरिसक्नु भएपछि त्यहाँनिर सम्बन्धित फाटवालाले तपाईँको त्यो हेर्छ, सबै चेक गर्छ र चेक गरिसकेपछि अन्त्यमा मात्र अब हेर्नुहोस् है, यसमा एकदम इम्पोर्टेन्ट कुरा विवाह दर्ताको प्रमाणपत्र लिनको लागि मात्रै तपाईँ स्वयं अदालतमा हाजिर हुन सक्नुहुन्छ र त्यो तपाईँहरूलाई कहिले हाजिर हुने भनेर तपाईँलाई मेसेज नै आउँछ है। जस्तै तपाईँहरूले साइनअप गर्दाखेरि पनि तपाईँको फोनमा नोटिफिकेसन आउँछ, त्यस्तै गरेर तपाईँहरूको के हुन्छ भन्दाखेरि विवाह दर्ता प्रमाणपत्र रेडी भइसकेपछि तपाईँको फोनमा नोटिफिकेसन नै आउँछ। त्यसपछि चाहिँ तपाईँहरू अदालत गएर सिम्पली लिन सक्नुहुन्छ। अब सबैभन्दा इम्पोर्टेन्ट कुरा सबै भइसक्यो। अब तपाईँले विवाह दर्ताको प्रमाणपत्र लिन जानको लागि चाहिँ अदालतै जानुपर्ने हुन्छ होइन। त्यहाँनिर तपाईँहरूले अब फर्ममा जुन कागजातहरू अपलोड गर्नु भएको छ त्यो सबै कागजातहरू सकल कागजातहरू लिएर तपाईँहरू जानुपर्ने हुन्छ। र अर्को कुरा तपाईँहरू दुवैजना दम्पतिहरू तपाईँले एक 4-4वटा पासपोर्ट साइजको फोटोज तपाईँहरूले लानुपर्ने हुन्छ र त्यसपछि तपाईँहरूले चाहिँ अदालतमा त्यही दिन सजिलैसँग विवाह दर्ता प्रमाणपत्र पाउन सक्नुहुनेछ। त्यसैले अब विवाह दर्ता गर्न धेरै नै सजिलो बनाइदिएको छ। थ्याङ्क्स टु सुप्रिम कोर्ट अफ नेपाल एन्ड थ्याङ्क्स टु आवर
प्रेजेन्ट सिजे। सो जनहितमा जारी, अल अबाउट लज। नमस्ते।